येशूले प्रचार गर्न थाल्नुभयो। उहाँले भन्न लाग्नुभयो, तिमीहरू पश्चाताप गर अनि आफ्नो रहन सहन परिवर्तन गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ। जसले आफ्नो जीवनलाई बचाउन खोज्छ उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो जीवन मेरो निम्ति गुमाउँछ उसले त्यो प्राप्त गर्नेछ। तिमीहरू अरू थोक भन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर। परमेश्वरमा भरोसा गर अनि ममा भरोसा गर। यदि मानिस फेरि जन्मेन भने त्यसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन। मान्छे पानी र आत्माबाट जन्मनु नै पर्छ। यदि ऊ त्यसरी जन्मेन भने परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन। मान्छेको शरीर आमा बाबुबाट जन्मिन्छ, तर मान्छेको आत्मिक जीवन आत्माबाट जन्मिन्छ। तिमी पुनः जन्मिनै पर्छ। परमेश्वरले आफ्ना पुत्रलाई संसारको न्याय गर्नलाई पठाउनु भएको होइन, तर परमेश्वरले आफ्ना पुत्रलाई उहाँबाट संसार बाँचोस् भनेर पठाउनु भएको हो। परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनुभयो, त्यसद्वारा उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ। जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्दछ त्यो दोषी ठहरिँदैन, तर जसले विश्वास गर्दैन र उसको पहिले नयाँ भइसको छ ऊ बहिष्कृत हुन्छ। किनभने त्यस मानिसले परमेश्वरको एकमात्र पुत्रमाथि विश्वास गरेको छैन। मानिसहरूको न्याय यही आधारमा गरिन्छ, संसारमा ज्योति आएको छ, तर मानिसहरूले ज्योतिको बदलीमा अन्धकार मन पराए। किनभने तिनीहरूले दुष्ट कामहरू गरिरहेका थिए। प्रत्येक जसले दुष्ट कामहरू गर्दछ त्यसले ज्योतिलाई घृणा गर्छ। तिनी ज्योतितर्फ आउने छैन, किनभने उसको दुष्ट कामहरू ज्योतिमा देखिनेछ। तर त्यो जसले सत्यको बाटो पहिल्याएर अनि ज्योतितर्फ आउँदछ यसर्थ यो देखाइनेछ कि उसको काम परमेश्वर मार्फत गरिएको हो। यदि तिमीहरूले मलाई प्रेम गर्यो भने तब तिमीहरूले मेरो आज्ञा पालन गर्नेछौ। म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छु, एकअर्कामा प्रेम गर। तिमीहरूले मैले जस्तो एकाअर्कामा प्रेम गर्नुपर्छ।